हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। आजदेखि चाहिँ मैले सधैँ यस्तै गरेर मिनी ब्लगहरू अपलोड गर्छु भनेर सोचिरहेको छु। हजुरहरूले लाइक कमेन्ट गरेर मलाई चाहिँ सपोर्ट गरिदिनु होला, साथ सपोर्ट दिनु होला। आज हाम्रो घरमा फर्सीको तरकारी खाने भनेर मैले फर्सीको तरकारी बनाउँदैछु। हजुरहरूलाई कस्तो लाग्छ फर्सीको तरकारी भनिदिनु होला। मैले चाहिँ यो टमाटर राखेको चाहिँ भिडियो चाहिँ गराउनु बिर्सेछु क्या। सधैँ नर्मल पकाइरहने बानी लाग्यो के अरे। आज फर्स्ट टाइम मैले यसरी भिडियो बनाएर पकाउनु लाग्यो। मैले त टमाटर राखेको त भिडियो चाहिँ गराउनु बिर्सेछु क्या। अनि मसला राखिदिने, टमाटर राखिदिने, नुन बेसाएर राखिदिने, अनि त्यसलाई एकछिनसम्म मजाले भुटेर पकाउने। हजुरहरूले कसरी पकाउनुहुन्छ त्यो पनि भनिदिनु होला मलाई कमेन्टमा। मैले चाहिँ यत्तिकै पकाउँछु। अब यसलाई मजाले भुटेर पकाउने। मैले चाहिँ गाइज यो भोइस ओभर गर्न लगाएको कति धेरै भयो कि। यो भोइस ओभर गरिरहेको छु, डिलिट गर्छु। मैले त सक्दै नसक्ने के। हजुरहरूले कसरी गर्नुहुन्छ, कसरी बोल्नुहुन्छ मलाई प्लिज भनिदिनु होला। यो त मैले त सक्दै सकेन, फर्स्ट टाइम जो खासै भएन कि मेरो त। अब यस्तै हो मैले पकाउनु त। मलाई यति पनि यो खासै मन पर्दैन, गुलियो गुलियो टेस्ट आएर। हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। अनि यसमा थोरै पानी राखेर यसलाई एकछिनसम्म छोपेर पकाउने। छोपेर पकाएपछि यो गल्छ, गलेर अब चलाउने। अनि पाक्यो कि पाकेन थाहा हुन्छ आफूलाई। आफूले कस्तो खान मन लाग्छ। धेरै फर्सीको त रस त कसैले पनि खाँदैनन् होला। अब आफ्नो आफ्नो टेस्ट अनुसार बनाउने, रस ग्रेभी जस्तो बनाए पनि। मेरो त पाक्यो, यस्तै हो। ल आजलाई यति। मलाई लाइक कमेन्ट गरेर सपोर्ट गरिदिनु होला। बाई।